मेरो बाबा मुक्दाखेरि चाहिँ पुरा पाकेर भर्खर मासु निस्किहाल्यो बाबा छोड अब वारिहाल्ला अब यता आएर पढ्न खोजेर दिइहाल्नु अब कसरी आउनु यो गहिरोबाट चाहिँ क्या गहिरोबाट लाउनु चाहिँ नहुने हो क्या छोडिदिइहाल्छ टोलीहरू खानु पहाड लागेको होला त्यो त त्यस गरी पनि बरु आगे सघाइदिइहालौँ न भनेर सकिदिइहाल्छ यहाँ यहाँबाट हो कि तल त हो अनि यहीबाट होला यही हो पानी सक्यो भने अहिले पानी सक्यो भने लिइहाल्छ तपाईँ अजान त भाइ त्यो यो सानो बुढी किन आइन्छ बाबा होइन छोरी पठाइदिनु नानीलाई आगोले बोलाउनु अब आइहाल्यो त्यो छोरी बच्चा बच्चाको त्यत्रो मान्छे उ त भएछ उसको सानो उ त भयो लु भाइ अहिले आउन नि अब यसो गर न यसो पनि जाऊ आगो छेउमा नबस्छ अगाडि अगाडि जाऊ अगाडि हेरेर लाने आयो धेरै भयो ठिकै छ नि हो यो ठ्याप्पन हामी दिँदा बस्नु सक्छु ए त्यो आगो छेउमा नबस्नु है सब अगाडि अगाडि बस्नु हामी